मान्छे मार्न पाइन्छ, ती साना बालबालिकालाई मार्न पाइन्छ, त्यो संसद भवन अगाडि किन गोली चलाएको, किन मारेको? शेरबहादुर देउबाजीकोमा डढेको पैसा कहाँबाट आयो भनेर गरिरहेछ। कहाँबाट आयो भन्नु त? राज संस्था पुनर्स्थापना भएपछि मात्रै बच्छ हामीलाई मत दिनुस् भन्दै हुनुहुन्छ। धन्यवाद विजयजी। यो स्वाभाविक निर्वाचन होइन भने यो अस्वाभाविक कसरी भयो? तर त्यो पहिले सेटिङमा नियुक्ति हुन्छ अनि काम हुँदैन भन्ने आरोप आयो के? कहाँ सर्वोच्च अदालतको न्यायाधीश बालेन्द्र शाहलाई पनि हामी सोध्न चाहन्थ्यौँ, तपाईले सिंहदरबार जलिरहँदा सामाजिक सञ्जालबाट उस्काउने काम किन गर्नु? मान्छे मार्न पाइन्छ, ती साना बालबालिकालाई मार्न पाइन्छ, त्यो संसद भवन अगाडि किन गोली चलाएको, किन मारेको? नबुझ्ने पनि धेरै पो हुनुहुँदो रहेछ। कुरो नबुझेर ट्याक एउटै कुरा, बच्चा बच्ची मारिएका थिएनन्। कहाँ मारिया थिए मान्छे? घरभित्र, स्कुलमा बच्चा बच्ची भएका ठाउँमा मारिया थिए कि संसद भवनमा आगो लाउन जाँदा, पर्खाल भत्काउँदा, फलाम काट्ने औजार बोकेर घरैबाट आएकाहरू, गैँती बेल्चा बोकेर, झम्पल बोकेर, पर्खाल फोरेर, पर्खाल नागेर आगो लगाउन पुग्दाखेरि, प्रहरीमाथि हमला गर्दाखेरि मारिए। एउटा कुरा कुनै भ्रम राख्नु हुँदैन। अर्को कुरा